फाइनली आज चाहिँ हाम्रो च्यालेन्ज भ्लग बनाउन खोजेको हेर्न सक्नुहुन्छ पानी आएर यस्तो भइरहेछ पुरै पानी आएर पुरै यस्तो छ ओ केटा हो के छ तिमीहरुलाई कस्तो भइरहेछ केटा चलपल छ नि तिमीहरु ओए राम कस्तो बिग वाटर गाइस झापा इन द पिपल ह्याभिङ वाटर तर पनि यो पानीले पनि हामीलाई छेक्दैन तर हामी च्यालेन्ज त हामी हानिहाल्छौँ ड्याङ्गा ढुनु ल सुरु गर्छौँ जुगाड हेर्न सक्नुहुन्छ हाम्रो अब ग्यासमाथि राखेर हुन्छ अरे जे होस् गर्नु परिहाल्यो नि त होइन हो त्यो राख्नु फोकसमा आउनु पऱ्यो नि त पानीले चाहिँ आएर लास्टै ल्याङ गर्ने आइसकिसकेको छ हाम्रो चिज हेर्न सक्नुहुन्छ ओ मागो टुरु ल बोए चम्चीले ठिक गरेर चम्चीले खाऊ तिमी पनि गरेर जेसुकै गरेर न यो झरीमा भ्लग मेरो मोबाइल कहाँ छ भ्लग त कम्प्लिट गर्नु पऱ्यो नि त ओ बिस्तारै धेरै ओ ट्याकेज नगर तिमीहरू धेरै बोल्ने मान्छे उयोबाट इलिमिनेट गरिदिन्छ गेमबाट कम्ती बोल्नु पर्ने पालै बेलो डिसिप्लिनमा आएर ड्याक्क खाने त्यहाँ बस ल नखेल्ने मोबाइल ल्याएर त ओ लिसन जाने ल आइज पहिला को फ्लिप गर्ने त आइज यहाँ आइज यहाँ पहिला को फ्लिप गर्ने पहिला आइज ल हो त्यहाँ गर टक्क देखाएर गर भएन गर अब एकचोटि गर न ल भएन यिनी अर्को पालि तिमीहरू पछाडि छ अर्को आइज ल आइज गर केटा गर देखा कला ल अब तिमी पनि गर दुईमा एकै हुनु पर्यो अझै छ केटा अझै छ अब तिम्रो एक छ अब एक गरेर खाना पाउँछौ पाएन इलिमिनेट अर्को आइज ब्याग जा तिमीहरू ब्याग जा यहाँ फोकसमा लाऊ ओए ल गुन्डु ल पायो साइले हेर्छ टाइम धेरै भयो नजार्ने झारिस भने इलिमिनेट हुन्छ नि बिस्तारै खाने एउटा झर पनि 10 सेकेन्ड कोही बाजा यहाँ कसले बजाइरहेको थियो ल कहाँ गएको अब पहिला गर्नु परेन भाइ बहुत तेज हो रह्यो क्या ल अब खाना पाइस् ओए लड्छ चाहिँ तिमीहरू लड्छ त उयो भुइँमा झार्नु भएन नि बिस्तारै हो त्यसरी खा हो त्यसरी हातमा हाल्दै खा चिज जस्तो त भुइँमा राख यहाँ राख त्यो अब इलिमिनेट हुन्छस् नि फेरि यसरी टाइम सकेर खाइस् भने फेरि स्याहार्न आउनु फेरि अब यसले गर्दैछ ए म दुईमा दुई गर ल निस्कि अब जाँदा हुन्छ त एक लाइस छैन र कहाँ अडियो ए हो र म खाँदै नजा भनेकै भने अर्को आइज अर्को बिनुहरू आऊ तिमी नखेलेको नखेल्नु ल डेडी पनि खेल्नु न सलुसँग तिमी एक्लै खेल नि त पछाडि जाऊ ल खेल आऊ न अर्को मान्छे आऊ त्यहाँ हाम्रो पनि हुन्छ अरूपट्टि न खोइ अडियो हो देखायो केटा कहाँ उता गरेको यहाँ गर्नु परेन फोकसमा क्यामेरा एङ्गलमा आउनु पर्यो नि यहाँ एक मुनि गरे गयो अर्को पालि यहाँ आउनु पर्यो नि फोकसमा के हो तिमीहरू यार तिमीहरू के हो पानी ल्याउ न त अनि आउट सुरु अब तैँले गर्नु पर्यो नि त दार ड्यामको यसमा नपरोस् नि बिस्तारै खाऊ नि यहाँ फेरि जुठो होला ओहो मजा भइरहेछ अनब्रेकेबल सर्ट छ त्यहाँ जुठो पर्ला नि त्यहाँ अब आउट हुन्छस् नि बिस्तारै खा इलिमिनेट हुँदैछ नि केटा इलिमिनेट हुँदैछ नि यहाँ फेरि लाइनमा खेल्ने तिमीहरू हेर्नु नि यस्तो चटपट च्यालेन्ज छ ल बुनु ल हो बिचारा बुनुहरू ल हाई छ यिनीहरूलाई एक चम्ची दिनुपर्छ है ओहो र तिमी एउटा फेरि आउनु तिम्रो एउटा पाली छ बिचारा पाएन ल तिमीहरूको पाली आएर गरेर देखाउनु पर्यो नि त केटा हो
ओहो मागो टुरु ल तपाईँ हान्नु पर्यो ओहो पायो 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 कुराहरू हाम्रो पोखरेल सर के कार्के के हो हातमा हात बाहिर 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 हातमा हात नहोस् बाहिर ल यो दुईटाहरूले पाएको छैन यिनीहरू पनि 7 तिर खेलाएको थियो आज के भयो यिनीहरू ओहो पाउनु भयो तपाईँहरूले पनि अर्को बाली आयो यसो भन्न मजा भइरहेछ पनि भन्नु पर्यो नि के हो यार तिमीहरू आउट भयो आउट अर्को बाली अर्कै एकछिन ल ए हावा मुला काम काट्दैनस् तैँले ढुक्क भिडियो बनाइसकेपछि चाहिँ गइस सक्यो अर्को बाली यिनीहरूको त मलाई आश भएर चाहिँ छैन बिचरा पानी बेसी हुन्छ फेरि आन एकचोटि गयो पाएन ल पाएन तिमीहरूले ल यता ल गर ओहो च्यालेन्ज भइरहेछ चटपटे च्यालेन्ज भइरहेछ ओए खायो केटाहरूले खायो बिस्तारै खायो केटा बिस्तारै खायो ओहो मागो जे होस् ह्याप्पी फेस ओए सबै इलिमिनेट हुन्छ तिमीहरू झार्यो भने इलिमिनेट सक्यो यस्तो भइरहेको च्यालेन्जहरू हेर्नु होला चलपल फ्यामिलीमा खतरा भइरहेको छ यहाँ चाहिँ हाम्रो बाजक पर्खि केटा ल भयो तँ भयो के को आन बगान ओए अब एकमा एक हान्नु पर्यो कहाँ तैँले कसरी हानिसकिस् दुई अब तैँले पालिसकेको कहाँ तँ हान्न पाउँछ नियममा खेल्नु पर्यो डिसिप्लिन नियममा आहा तिमीलाई देखेर मलाई रुन मन लागिसकेको छ यार पर्खे तिमीहरू एकछिन पर्खे तिमीहरूको पनि एउटा अहिले कसको गऱ्यो अहिले कसले खायो अगाडि यस्तो भयो सुरु भएको भयो यिनीहरूको अघि गरेको ल गर सुरु गरेर केटाकेटी हो ए हावा खाइस यस हावा खायो ओए यार कन्फिडेन्स छ त फुल अन कन्फिडेन्स छ त यार फुल अन कन्फिडेन्स छ त सबै छरिसक्छ तिमीहरूले ल अर्को कसको बाल्यको पर्छ केटा तिमीहरूलाई कस्तो भइरहेछ ओए ल ओए ल अर्को बाल्यो आम्मा ओए ल फेरि गर ओए खाऊ रास्तालाई हाल्दै बिचरा अब एक छ तिमीहरूको अब गर्नु पर्यो बिग मिस यार मतको चुक्के ल तिमीहरूको बाली गरेर देखायो केटा हो यस कमन गाइज यु क्यान डु इट ए खायो दारो खाऊ म भइन्जेलसम्म खाऊ चलपल फ्यामिलीमा चाहिँ यस्तो च्यालेन्ज भइरहेको छ हेर्न सक्नुहुन्छ म उयो बगेर पानीहरू परिरहेको छ त यस्तो छ मौसमहरू है स्याक्टसँग यस्तो छ म चाहिँ यहाँ पुरा गराइरहेको छु के गर्नै पर्यो अवस्था यस्तै छ कस्तो भइरहेको छ तिमीहरूलाई चलपल भाइरल भइरहेको छ चलपल कतिले मलाई गरे नि त्यहाँ उयो गरेर कन्टेन्टमा उयो गर्न लगायो नि मेन्सन गर्न लगायो नि प्लिज गाइस अनेक आइसमा कस्तो भयो ल तिम्रो गऱ्यो पुग्नेको छैन यार 9:30 मा आएको छ खायो अलिक एक्साइटेड भएर गर मुला ओ हाँस्दै गर के हो गमक्क गर अलिकति जोसहरू देखा
अनि पो हुन्छ त मुला हो तिमीहरुको कोही अलिक गर न अलिक जोस देखाएर गर अहिले खाएको बेला हाँस मुलाहरू यत्रो यहाँ कलाकारितामा पैसा खर्च भइरहेछ मुलाहरू भएन तेरो आउट आउट सेक्सन ओहे झन्डै 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 ल अब एक छुट्छ आस्ताले चाहिँ गर्छु होला हौ आहा ए झन्डै ल अर्को पारेर आऊ आहा अब एकचोटि छ यिनीहरूले कसले खाना पाइरहेको छैन अहिलेसम्म अलिक जोस हो यस्तो यिनीहरू जस्तो अलिक जोस देखाउनु पर्यो नि त गुड सिस्टममा खाऊ है केटा सिस्टममा खाऊ छेर लाऊ नि छेरे ओऱ्यो भने म जिम्मेवार हुँदिनँ नि मुला बुझे कति मारे हुन्छ भने यस्तो हुन्छ ल अर्को बाली ओहो आहा यिनीहरूले त खाएकै छैन एकचोटि पनि यार खाएको ल अब एकमा एक कमान अनि तेज कमान आहा अब खाइस यार पाइज चल रुक न गर 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 आहा गर्नै गरिस् नि यार यस अब एक गर्न पर्दैन ए चल पल ल केटाहरुको देउस त भइरहेछ चलपल छ यहाँनिर पुरै पानीहरू परिरहेको छ पानीहरू परेर पनि हामी अथाह उयसमा के भन्छ मेहनत गरिरहेको छौँ कन्टेन्ट त बनाउनु पर्यो ल के हो तिमीहरू क्या गाइस व्हाट इज दिस यार हो ल अब एक म्याच गर फिनिश कमन आए केटा खाना चाहिँ तिमीहरूलाई केही कमी कमजोरी नहोस् तिमीलाई मैले यहाँनिर 5वटा कोक जुसहरू पनि मगाइदिरहेको छु भरे यो चाहिँ ल यो भ्लगमा यो चाहिँ आउँदैन आहा झन्डै नानी यार ल कमन वाच मोर खायो बिग साउड म हालिदिन्छु ल्याउ त बरु म दिन्छु ल थाहा भयो अलिकति जेस खत्रै हो क्या यति गराउनु भनेको ह्युमन इम्पावरमेन्ट है गाइस ह्युमन इम्पावरमेन्ट ल ओइ मेल इम्पावरमेन्ट भन्छ केटाले त यस आहा मेरो पेट दुख्दैन केटा मेरो र पनि खाइरहेको छेस् ओहो ओइ मुनि राख खाएर लिएर साइड सर कस्तो लागिरहेको तिमीहरू यो भ्लग चाहिँ हेर्छु हेर्दैन स्याल चटपटे खानु मात्रै हेर्छ यो खान्छ यो सबैभन्दा लोभी यो यहाँ छ यो गुन्नु ठिक लाग्यो इन्सपायर गर्नु गुन्नु ल अब एक छ त गुन्नु कमान यार ला गजब बेइज्जत अरे ला के हो यार केटा क्षितिज तेरै आसमा चाहिँ आयुष खाइस सक्यो अर्को आयो आस्था एन्ड यो हाउसमा आऊ ओए अझै एक छोड छ अझै खोइ म हालिदिन्छु अलिक उता राख केटीहरूलाई दिनु परेन सम्मान गर्न केटा हो लेडिज इम्पावरमेन्ट गर्न डिस्क्रिमिनेट गर्छस् मेला हो ताली मार यहाँ चलपललाई डिस्क्रिमिनेट नगर्न केटा हो वुमेन इम्पावरमेन्ट ल छोड त छोड
कडा थियो यार ओहो ए ल अब खायो कडा हो ल कडा हो आहा आस्था हेर्छ त्यो पनि भएन सर तिम्रो त ल ओए बाहिर निकालेर सिकाएको छ नि खानु फेरि सबै झारिसकिसक्यो के गरे आहा सन्दुक तेरै आशा यहाँ चलपलले पनि ल्याब टेस्ट गर्नु पर्यो गाइस अलिकति गम्नु छ कहाँ खानु तम्सेको नगरी अब एक ल अब एकचोटि तँलाई बाला फुटाएर भन्छ नि मलाई उहाँ थाहा भइहाल्छ नि ल अनि तँले हो कहिले आउट लकडा हो यो पालि तिमीले उठाउँछु है ल अझै एकचोटि छ खान्छ कडा रे गर्छु भन्छ बिस्तारै नछर्ने आधी छरी सकिसकेपछि म यहाँ भ्लगमा गर्दा पैसा कङ्गाल भइसकेको छ सबै छर्छु यहाँ आएर छरे ओइ खुडा नगर गाइस प्लिज दिस इज लट्स अफ वेस्ट चाहिँ गाइस वेस्ट गर्नु भएन यसरी सल्युसन सल चाहिँ भाग नलिने त्यसै पनि खाना पाइहाल्यो पैसाहरू ल्याइन सरुले हल्का इमोसनल कुरा गर यताउति गर खाइहाल्यो ल ओके ल यहाँ अविनाशले खाजा खाने पैसा बचाएर ल्याएको अरे ओए केटाहरू गर्छ तिमीहरू कति खुसी छौ अलिक साह्रो पो आयो ह्याप्पी केटा ह्याप्पी केटाहरू ह्याप्पी छैन जस्तो त खान्छ खाइरहेको छ मुलाहरू स्याहारहरू ओए खायो यार यिनीहरू डह्रो खाइरहेको छ ओए टन्नै हुँदो रहेछ चटपट हेर्नु नि सकिँदैन कहिले खाऊ बज्या फेरिन्जेल खाऊ ए तर सारा बोले सर खान्छेस लर्को भाइ यिनीहरूले मलाई गर्छ भने कन्फर्म छ यार ओए प्याकोली प्लिज यार प्याकोलीको चाहिँ आँखा छ यार मलाई अलिकति भएन ल यस बल्ल खायो बाहिर लगेर है स्याल केटाहरू आयो यो चाहिँ स्याल केटाहरू यिनीहरू दुईटा चाहिँ यता गर यहाँ क्यामेरामा देखाएर गरिस् यहाँ क्यामेरामा गरिरहेछ भने आउट हुन्छ मलाई यहाँ कराउन खर्च गरेको छ यहाँ चलपलले भ्लग बनाउन लागि मलाई तिमीहरू अनि चलपललाई नदेखाएर हुन्छ के रहेछ
फ्रीमा खाइसु त खुसी हुन्छ है फ्रीमा खाइसु तिमीहरु खुसी छौ म पैसा लिएर आए पास म भन्छ म खुसी ल अर्को छ भाइ ओए के हो अनब्रेकेबल हान्छ त स्यालहरुले त यो आइडिया लाउँदैछ खा छेरी सोरी भन्छ म दबाई पानी गर्दैन केटा तिमीहरुलाई आफै गर्ने नि ठुक्क मुला हेर्छ त हाम्रो एक्सपल्स पनि आएको छ गाइस प्याकुली यार ग्रेट यार फेरि प्याकुला दिए थिए प्याकुला हातमा देऊ तिमीलाई घाँटी दुखेको छैन नि धेरै हुन्छ होला कस्तो खोज्दैन कसले हान्नु पर्यो ल अर्को भएन है पाउँदैछ त्यस्तो खाँदैछ चाउचाउको डल्लो खाँदैछ अगाउँदै गयो क्या तिमीहरू अगाउँदै गयो क्या हो अगाइ भोकाइरह ल आहा गुन्नु एकमा एक हान भयो गर्छु है केटा हो चाउचाउ खाने चटपटे खाने उसमा खुट्टाएर नभान्छ गाइस प्लिज है यिनीहरूले हान्दैन मलाई कन्फर्म थाहा छ हेर यिनीहरू सक्दैन यसले 3 चोटि हान्न खाइरहेछ ओइ सबै झाइरहेछ है ओइ राख यहाँ फेरि हिँड्न राखेन भने त हुँदैन नि गाइस सक्दैन नि चलबला फेरि ल एनिमल गाइस एन्ड ओइ आहा ल फेरि ओए अब त नदिउँ होला एकचोटिमा कि दिने दिउँ दिनुपर्छ बिचाराहरूलाई हेर मुख मिच्याएको यत्रो ठुलो छन् सल्लाह बोलाइराख्नु त ओए बल्ल यो हाम्रो पोखरेल चला चाहिँ गर्न सक्नु भएको छैन आचार्यजीले खुवाइरहनु भएको छ हेर्नु नि गाइस खाएको मारेको छ नि यिनीहरूको दसैँ लागिरहेछ खोज्छ ओए त्रिपाली केटा अच्छी यो त के हो तिम्रो त रातभरि प्र्याक्टिस गरेस् क्या हो तेरो एकचोटि सक्यो होला सक्यो जा नाटक गर्छ ल भयो सक्यो भने जा फेरि गेम खेल केटा फेरि गेम खेल प्याकुली प्लिज पनि गाइसिमास मिना सनो पित्ते कुदासान ओए
एकदम मिलाऊ आहा अब एक छ आहा भएन नि हो भएन अर्को ओए यो भाइले एक्लै सोलो गराएर आछ यार बिस्तारै सक्यो कहिले पनि खाल्छ नाडा गर्छ बाक्सो हुन खोज्ने गएर जाने यार खानै भयो त खाना खोज्छ भने कसो भयो खायो पिरो भयो तिमीहरूलाई बोल्न नि साह्रो पर्यो के अरे तिमीलाई पिरो भयो यो त खाइहाल्छ त अक्कबारे खान्छ के छोरा हो हाम्रो मोबाइल त यसको टिप्सहरू चेन्ज भइरहेको के गरेको नि यो के फ्यालेको आउट हुन्छ नि मुला फ्रीमा भन्दैन यस्तो गर अब आउट हुन्छ नि आइसे सब भुइँमा फ्याल्छ मलाई भुइँमा फ्याल्दै खानु पर्यो ल अब एक जोडी देऊ त यिनीहरूलाई किन त्यो हो नखाउ ल त्यसो भए अलिकति खाऊ न आफै खानु ल कसलाई पिरो छ नखाऊ पिरो छ भने तिमी त खान्छौ नि तिमीहरूकै घाँडी साडी दुखाउँछ म जिम्मेवार हुँदिन नि मुला फेरि ल कसो बारी ल अघि भाइले गर्दैन त मलाई थाहा छ त्यो भाइले मात्र खुवाइरहेको छु भाइलाई गर हान्न केटा यार गर्न छैन केटा वाइ दिस यार वाइ दिस आहा 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 नो चटपटेर घर अझै टन्नै छ यार कहिले सकिँदैन रेडी असम्भव आउट यहाँ झारिस् भने अब त इलिमिनेट हुन्छस् एउटा भुइँमा झर भने इलिमिनेट हुन्छस् एउटा भुइँमा झर भने इलिमिनेट हो त्यसरी खानु पर्यो भुइँमा भएन भएन कहाँ नान उताको भएन त्यो भाइको त आश छैन मलाई त्यो भाइ त गर्दैन तर यता गर बल्ल बल्ल एउटा गरेको छ 50 तिमीले लिएर आउनु पर्ने थियो खासमा भुइँमा झर्नु भएन
यस्तो छ वेदर हेर्नु नि पानी परेर चल पर्छ यहाँनिर खोइ क्लियर आउने रहेछ ओ केटा हो ल गर ए अलिकति क्यामेरा देखाएर गर केटा गुड अगाएको छ यिनीहरू पनि अगाएन त नि होइन खायो केटा सक्नुपर्छ नि सक्छ यत्रो सक्छु भनेको छ हेरौँ जे होस् तिमीहरूको होप छ मलाई ल कसको बाली स्वाग है हमारा ओजी ल ओए सिधै फेरि गर्नु पर्यो नि त यार तेरो पुरा हेर्छु है तेरो पुरा नियममा हेर्छु म झर्दैछ नि स्याल हुन्न खोज्यो त मेरो मुन्ला हाना चोय चोय आइज हुन्छ चोय आइज ल ओए गोर हो केटाहरुले गोर है हान्छ त केटाहरु यार अनि ब्रेकेबल हान्छ त यार खा मिस्टर ब्रिस्टे जस्तो लाग्छ बेला बेला त म त यहाँ तलपल भिलेजको चाहिँ ल खायो बेला भइसक्यो झर्दैछ नि भुइँमा धेरै धेरै खाना आफ्नो बारीमा मिलो ओए फेरि खा केटाहरूले यिनीहरूको त ओए यो हेर यो पो स्याल होला आफ्नो पैसा त निकाल्नु पर्यो 40 त्यो टेबलमा पैसा चाहिँ कसैले लगाएको छैन नि सक्छ नि त टेबलमा पैसा छ हेरेर आइज पर्दैन त खा ज्यादा टेबलमा 40 रुपियाँ छ हेरेर आइज तिमीलाई उठायो पैसा आउट भयो छोडा नानी ओहो आहा वाह हाँ के तिमीहरूको जोस त अगायो कसले लगाएको पैसा त्यहाँ सोध्छ फेरि एक चान्स दिएको ए ल डाइनिङमा थियो अगाडि सुक्छु बालकोमा सर्ने बालकोमा च्यालेन्ज नखेल्ने हो नखेल्ने भाइ नखेल्ने बुढाबुढी मान्छे अरे एक मिलो एकदम मिला ओए ओडा काजल ओडा गर अलिक जोस देखाएर खा न केटा अलिक जोस देखाएर खाऊ यार तिमीहरूको गाछ जस्तो ओए उठ्नु खोज्छ गर्छ केटाले गर्छ
खाइरहेछ खाइ भइरहेछ रमाइलो भइरहेछ नि तिमीहरूलाई होइन अलिक साह्रो बोल्न खान्छ मात्रै ए ल ल प्याकुली कोही फेरि गर अझै गर्नु पर्यो ओए पाए हजुर केटाकेटीलाई एकचोटिमा दिएको छ तिमी त धेरै खाइसक्दैनौ खोर्सानी त दिनु न खोर्सानी नदिनु अब बन्द गर्ने ल गाइस आजको हाम्रो भ्लग आज हामी यिनै सक्छौँ सबैले यो भ्लग हेर्नु पर्यो लाइक गर्नु पर्यो सेयर गर्नु पर्यो ल गाइस सबैले लाइक सेयर सब्स्क्राइब गर्नु